You are watching Lakshman Sapkota YouTube channel. तपाईले गाई फार्म, बाख्रा फार्म, सुँगुर फार्म त देख्नु सुन्नु भएकै छ, तर के तपाईले मानिसको बच्चा जन्माउने फार्मको बारेमा सुन्नु भएको छ? मान्छेको बच्चा जन्माउने फार्म भन्ने कुरा सुन्दैमा झसङ्ग होइन्छ। कहीं मान्छेको बच्चा पनि फार्ममा जन्माइन्छ त? यो अलि अनौठो तथा अशोभनीय लाग्न सक्छ, तर अफ्रिकी देश नाइजेरियामा भने पछिल्लो समयमा बेबी फार्मिङको धन्दा निकै फस्टाएको छ। केही वर्ष यता उक्त मुलुकमा बच्चाको व्यापार निकै तीव्र गतिमा भइरहेको छ। विश्वका विभिन्न देशका निसन्तान दम्पतिहरूका लागि नाइजेरिया बच्चा कारखाना भन्दा कम छैन। अस्पताल तथा अनाथालयहरूमा लुकी छिपी बेबी फार्मिङ गर्ने गरिएको छ। कम उमेरका किशोरीहरूलाई आमा बन्नका लागि बाध्य पार्ने गरिएको छ। त्यसरी बच्चा जन्माउन बाध्य पारिने किशोरीहरू मध्ये अधिकांश अनाथ तथा गरिब हुने गरेका छन्। उनीहरू पैसाका लागि यस्तो गर्न बाध्य छन्। बच्चा उत्पादन गरिदिने किशोरीहरूको उमेर 14 देखि 17 वर्ष बीचको हुने गरेको छ। गर्भ रहेसँगै उनीहरू चाहेर पनि गर्भपतन गराउन पाउँदैनन्, किनकि नाइजेरियाको कानुनमा यो उमेरका किशोरीको गर्भपतन गैर कानुनी मानिन्छ। कानुनको यही कमजोरीको फाइदा बच्चा माफियाहरूले उठाउने गरेका छन् र ती किशोरीहरूबाट जन्मिएका बच्चालाई 5 देखि 6 लाख रुपैयाँसम्म बेच्ने गरेको भारतीय पत्रिका भास्करले लेखेको छ। You are watching Lakshman Sapkota YouTube channel.